तोक्मे एरियामै बसेको र सबैभन्दा बढी गुनासो आउने भएको हुनाले तोक्मेमा चाहिँ शनिबार र मङ्गलबार हटिया लाग्ने गर्छ। त्यो हटियामा पनि यातायात व्यवस्थापन नहुँदाखेरि अहिलेसम्म भएको छैन होला, तर आउने दिनहरूमा एकदमै दुर्घटनाको सम्भावना रहेको छ। हटिया बिहान 4 देखि सुरु हुन्छ होला, 10-11 बजेसम्म चाहिँ एकदमै बढी मान्छेहरूको फ्लो हुने र त्यही बेलामा स्कुटर पनि हिँडिराख्ने, बाइक पनि हिँडिराख्ने, गाडीहरू पनि त्यही ठाउँमा हिँडिराख्ने भएको हुनाले यो कुरा चाहिँ मैले पहिला पनि पटक पटक व्यवस्थापन गरिनुपर्छ भनेर आवाज चाहिँ उठाएको हो। आज यहाँबाट फेरि मैले यो आवाज उठाउनु पाउँदाखेरि चाहिँ अब चाहिँ यसले चाहिँ समाधान पाउनेछ भन्ने पनि आशा राखेको छु र हाम्रो नगर प्रमुखले चाहनु भयो भने गर्नु सक्नु हुँदो रहेछ। हिजो बजार व्यवस्थापन गर्दै गर्दाखेरि सडक पेटीहरूमा राखेको सामानहरू उहाँले अहिले राख्न दिनुभएको छैन भने यहाँनिर स्ट्रङ कानुन भयो भने त र प्रहरी प्रमुख र नगर प्रमुखहरू लाग्नुभयो भने त व्यवस्थापन गर्न सकिँदो रहेछ नि त। हामी नलागेर रहेछ नि त अहिले समस्या आएको त। यतिका नगर प्रहरीहरू हुनुहुन्छ र जनशक्ति चाहियो भने मलाई लाग्छ प्रहरी प्रमुखज्यूहरूले पनि प्रदान गर्नुहुनेछ र सबभन्दा पहिला चाहिँ मैले राखेको समस्या हटिया व्यवस्थापन गरिनु पर्यो। शनिबार र मङ्गलबार त्यो ठाउँबाट गाडीहरू आवत जावत गर्न नदिने, गर्न मात्रै सक्यो भने, जस्तो म पो बाटो काट्न राम्ररी सक्छु तर गाउँबाट आउने मान्छेहरू त सब्जी बोकेर आउनु भएको हुन्छ, हटिया भ्रमण गर्न आउनु भएको हुन्छ, उहाँहरूले राम्रोसँग बाटो काट्न समेत जान्नु भएको हुँदैन र डोको बोकेर आएको हुनुहुन्छ, माथिबाट गाडी यस्तो आउँछ, बाटो तपाईँहरूले देख्नु भएकै छ। अब त्यसको स्तरोन्नति पनि गरिनुपर्छ र सबभन्दा पहिलो हटिया व्यवस्थापन हुनु पर्यो र बाँकी भनेको अब सडक साँघुरो छ, त्यो सबैले देखिएको छ, धेरै कुराहरू अगाडि आइसक्यो, तर मालवाहक गाडीहरू पनि कहाँ कतिखेर चाहिँ लोड अनलोड भइरहेछ ट्राफिक प्रहरी प्रमुखहरूले देखिराख्नु भएको छ होला। इभन मेरो पसल अगाडि नै 2-3 वटा गाडीहरू लोड अनलोड भइरहेको हुन्छ। अब मैले भन्छु मेरो पसल छेक्यो भने हुन्छ दिदी भन्छ। अब हामीले भनेको कुराहरू त त्यति लागू हुँदैन, तर प्रहरी प्रमुखहरूले प्रहरीहरू त्यहाँ प्रत्यक्ष आएर भनिदिनु भयो भने ट्राफिक जस्तो त्यहाँनिर कचाकच हुनुमा एउटा अरू कुराहरू आइसक्यो, त्यो लोड अनलोड हुने कुराहरू सबै आइसक्यो, तर गाउँबाट आएको गाडीहरू कहाँ यात्रुहरूलाई त्यही बिचमा उतारिदिने अनि त्यहीबाट फेरि 1 देखि 2 घन्टासम्म त्यहाँ होल्ड भइरहेको हुन्छ। त्यतिखेर कसैले पनि बोलेको हुँदैन। त्यो कारणले पनि बढी ट्राफिकहरू चाहिँ एकदम यो भइरहेको छ। र अर्को भनेको चाहिँ अब पार्किङको कुराहरू एकदमै आयो। यो चाहिँ ताप्लेजुङ पाथिभरा दर्शन गर्न आउने धेरै भक्तालु दर्शनार्थीहरू आउनुहुन्छ र हामीले एउटा व्यवस्थित पार्किङ निर्माण गरेर त्यसमा शुल्क पनि उठायौँ भने एउटा चाहिँ हामीलाई इन्कमको स्रोत हुने भयो, एउटा चाहिँ टाढा टाढाबाट आएको यातायातको साधनहरूको सुरक्षा पनि हुने भयो। अब त्यहाँ मैले सधैँभरि भोगिराख्ने एउटा समस्या भनेको चाहिँ